हाम्रोतिर मकै पाकेर नै घोगा भाँच्ने बेला भइसक्यो। यहाँनिर पाइँदैछौँ कसैले भनेपछि कसैले चाहिँ यहाँनिर भुस मकैको भुस अलग अनि फल अलग गराउने काम भइरहेछ। हामीहरू धेरै छौँ, धेरै परिवारको मान्छेहरू मिलेर चाहिँ काम गर्छौँ हाम्रो गाउँतिर। जे रमाइलो हुन्छ, काम गर्दाखेरि त्यति अप्ठ्यारो त्यस्तो गाह्रो चाहिँ हुँदैन, सबै मिलेर गरिन्छ। छरबटाइको काम लगायत अरू कामहरू पनि हमेल हालेर गरिन्छ सबै मिलेर। यस रमाइलो हुन्छ, रमाइलो छ हैन। यस्तै हुनुपर्छ सबै ठाउँ जस्तो लाग्छ मलाई चाहिँ। तपाईहरुको गाउँठाउँमा के कस्तो हुन्छ थाहा भएन, तर हाम्रोतिर रमाइलो हुन्छ काम गर्दाखेरि। यो साल पनि तिहार आनन्दले मनाउन पाइने हो। छरबटाइ सकिसक्यो, अब हाम्रोतिर 1-2 घरको मात्र बाँकी छ। अब अन्तिम भइसक्यो हैन। आजबाट चाहिँ जोटाइ सुरु भयो। यहाँनिर गोरुहरूले दुःख दिइरहेछ मान्छेहरूलाई धेरै। गोरुहरू थाकिसक्यो होला, त्यही भएर मानिरहेको छैन। तल माथि डौडी छ, के गर्नु हैन। जोत्नै पर्यो, सक्नै पर्यो। यो बारी पनि धेरै ठुलो छ, 4 हल्लाको। 4 हल्लाई पनि 11-12 बजेदेखि बिहानै नाटेको यताउता गरिरहेको। अब के गर्नु, यस्तै होइन, जोत्ने समयमा